नमस्ते सबैजनालाई, यहाँहरूलाई फेरि पनि स्वागत छ मेरो भ्लगमा। आजको भ्लग रहनेछ एनिभर्सरीको। यो हाम्रो एनिभर्सरी 25औं एनिभर्सरी हो। तपाईहरुलाई हाम्रो एनिभर्सरीको भिडियो देखाउन गइरहेको छु, हेरिदिनु होला। अब त गाइस एनिभर्सरी मनाउनको लागि केही पैसा चाहिने नै भयो, त्यही भएर एटीएममा हामी छिरेका छौं। केही अलिकति खर्च निकालेर तपाईहरुलाई के हुन्छ त्यो देखाउन जाँदै छौं। पुरा भिडियो हेरेर साथ दिनुहुन्छ भन्ने आशा राखेको छु। हामीहरु अब चाहिँ पैसा निकालियो। मासु नि लाने होला हैन? मासु पक्को छ। के को लाने हो मासु? के को लाने हो मासु? थोरै के लाने त्यहाँ गएर हेरौँ। हो फुले खाइ न बन्द। अनि हजुरले यति बेला खोज्छ नि थाहा हुन्न? थाहा थियो। आज हाम्रो एनिभर्सरी हामी त यसरी घरमै बसेर मनाउँदैछौँ। अचार बन्दैछ है। अचार आलु उसिन्दैछ। स्वाद तासेर बनाउने हो। यता बुढीले अचार बनाउँदैछन्। मलाई राख्दै मलाई राख्दै यो चिकन चाहिँ कसरी पानी आज नि पर्न सकेन। 12 बजे ठुलो पानी पर्छ भन्नु त दाजुले। त्यही भनेको पर्दैन र मैले कपडा धोको नि सुकिसक्यो। पानी पर्दैन आनन्द आउनु। हजुर हाम्रो एनिभर्सरी भएर हो कि न? अहिले त शीत आयो न। मात्र अहिलेसम्म पर्न सकेको थिएन, त्यति अनि पर्यो। अचार बनाउँदै हो साथी हो। अब के गर्ने, अचार त खानै पर्यो। हजुर पनि खाना आउनु। हाम्रो एनिभर्सरी हो, हजुरहरू इन्भाइट छ भन्नुहुन्न। ल साथी हो, यो हाम्रो एनिभर्सरी हो हैन। हाम्रो चाहिँ विवाह गरेको चाहिँ 25औं वसन्त पार गरिसकेको यो हामीहरु। तर हामी बुढो चाहिँ भएन है, यो चाहिँ ग्यारेन्टी हो हैन। म चाहिँ भएन। बुढो चाहिँ भएन। अनि हजुरहरूले यो मेरो च्यानललाई चाहिँ सब्स्क्राइब चाहिँ गर्न नबिर्सनु होला है। गर्दिरहनु भएको नि। हजुरहरूकै साथ सपोर्ट बिना अब केही हुँदैन। म पनि यो क्षेत्रमा राखेको भर्खर हो। भिडियो राम्रोसँग एडिट चाहिँ गर्न जानिसकेको छैन, तै पनि अब गर्दैछु, सिक्दैछु। आज चाहिँ हाम्रो बुढाबुढीको एनिभर्सरी, बुढाबुढीले नै बनाएर अनि हामीले नै फ्यामिलीमा रमाइलो गर्ने भन्ने प्लानिङ छ। अब कस्तो हुन्छ हेर्दै जानु होला। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। यति अचार बनाउँदा पुग्छ होला नि मामा? पुग्छ। त्यहाँदेखि बनाउने हो। मासु यति भयो, लोकल कुरा मासु। अनि यति बेला आयो। अब अलिकति शीतन ल्याउनु छ त। शीतन लिएर आएपछि के हुन्छ? शीतन शीतन भनेको थाहा भएन। शीतन भनेको त्यसमा खाने जुरुम।
यसमा के हाल्नुपर्ने हो नुन हालिदियो मसला खोर्सानी धुलो अझै बुवाले हरियो खुर्सानी ल्याउनु छोड्नु भयो धेरै तेल नलाउने ए हाल्नु पऱ्यो चुकाइ अलिकति अमिलो अनि घटमा साँधेर ढिलो गर्नुपर्छ अनि दसैँमा मासु नि त्यही राखेर खाइन्छ त गनाउँदैन त दसैँको मासु जस्तो हो त यो मासु त जस्तो नि मिठो हुन्छ यो हुँदैन बनाएको त म बनाउँदिनँ त बनाखा भनिदिन्छु के को मासु मिठो हुन्छ त्यही त दसैँ मासु तिहारसँग अन्त पैसा गनाउँदैन यो मासु जस्तो होइन यो कमालो चिजहरू बाबुले के गरेर बस्यो हजुर खेला एकछिन त्यहीँ खेला सिमी अरे अर्ग्यानिक 2000 रुपियाँ पाँच पऱ्यो नि त 2000 भन्नु रहेछ 2000 किनेको मैले पार्टी तर कस्तो मिठो अनि बाख्ना अलिक छुट्टै मात्रै धेरै गाउँले हुन्छ 1.5 किलो जति रहेछ बुढी त्यति लिएर आएको त्यति लिएर आइयो एउटा प्यानलाई 100 हालिदियो हामीले त्यसलाई पहिला पखालेर नि काट्नु पर्यो बुढी त्यो मासु बनाउँदै गर्दै थियो प्याज काट्दैछौँ बुढीले आँखा सुरु भइबस्छ यता छुट्टी लाग्दैछ मासुमा यता पानी रहिसकेको मामु साग पखाल्दै हुनुहुन्छ अलि राम्रोसँग पखाल्नुपर्छ है मामु अहिले अर्को पालि पनि डुबाउनु पर्छ नि त्यो त यो फेदाको फालेको कि ए पहिला फेदाको फाल्ने अनि त्यसपछि चाहिँ अनि त्यहाँ सबै भोरी बनाएर डुबाउनु पर्छ भोर्ने बनाएर एउटा यत्रो ठुलो पाँच नि एउटा गरेर गर्नुपर्छ नत्र त किरा नि हुन्छ नि बुढीको त्यहाँ बन्द गरेर खनाइदियो कुनमा यो कुनमा सुरु गाड्नु तब तानेर चाहिँ लगाउनु त्यति खनाइदिँदा हुँदैन बुढी त्यसलाई उतारेर के यति भन्नु मास अब मासुलाई केही हाल्नु पर्दैन तरकारी हालेको छु मैले सानो बनाऊ अब त्यो काँसी छ अनि यो काटेर छुरी लाइने पनि बनाउनु पर्यो चटचटे काट्छ होइन हो र किन लिएर आउनु ह ल्याउनु ह किन यो टाइममा गएर त किन्न भएन
पाइहालिन्छ नि होइन छक्काइदिनु भयो त त्यो सबै नदेखाउन कि त्यो एकैचोटि गर्न लाग्यो मम्मी 40,000 ल्याउनु भयो अरे पापा तर 40,000 भिग्यो अरे 5,000 अन्त नदिने ए हावालाई चाहिँ टक्क भुटेर अब त्यही कुरा अब भनिरहनु हुन्छ बुढीमा बुढा अहिले चलेर मसाले आए मसाले आइसक्यो राहुल भोग लाग्यो लाग्यो माइकम जोडा खायो यति हामी पकाउँदैनौँ यो फेरि कोही आउँदै हुनुहुन्छ पाहुना एक दुईपछि उहाँको लागि राख्नुपर्छ अलिकति कोही आउँदै खान्छ कोही आउँदै हुनुहुन्छ होइन अलिकति राख्नु त्यसरी नै बाङ्गो लगाएर कुकर राखेपछि सिद्धिन्छ कि यो घरिघरि गर्दै गएपछि सिद्धिँदै जान्छ पहिलाकै ग्यास चुलो थियो कतै नचिप्लिन् त्यो गर्ने दुईतिर पाक्दैछ हाम्रो यता नि उता नि सट लगाउने अब टमाटर हालेपछि त स्वादै बेग्लै हुन्छ है टमाटर खानु पानी लाग्यो नहाल्यो बाहुनहरूले त खाँदैनन् है पहिला अहिले पाउँदैन बरुहरूलाई भयो हुन्छ फ्राई हुँदैछ बस खुद्लिएर चाहनु त कस्तो गरेर अलिक राख्नुपर्छ चलाउनु पर्दैन भौटिन्छ नि अनि यसमा त बाबु चाख्छ समातेर गर्नु न चाख्नु त कस्तो गरेर त यहीँ तपाईँ के लेख्नमा फर्छ अन्त तिमीलाई ठिकै होला म त अलिअलि बिग्नु हो अब धनियाँ हालेपछि यो चाहिँ सितन चाहिँ रेडी भयो हेर्नुहोस् यम्मी भयो आमाले नि
आमाले नि एन्नी भयो भन्नुभयो अलिकति नुन कम्ती भयो भनेर के अरे अलिकति नुन थपिदिएको त्यहाँ कलेज हालेको थिएँ त्यो चल्यो बाबु अलिकति हाल्दै आउने हो र अग्गो मिस्ला आएर बाबु अलिकति ल्याइदिनु सानो लैदिनु त्यति भएर हुन्छ न अब होइन मेथी पड्काउने हो कि मेथी परेर पड्काउने हो या यस पोस के पकाउने यार अब साग पकाउनु लाग्यो कि हो र आज अब साग पकाउने अनि भरमा सादेसी छैन सक्यो काम हो खाना नि बस्छ जोड्ने ओहो चटपट्ट पाखामा अलि बढी पकाउनु त राम्रो हुन्छ है भगवान्लाई चढाउनु पर्छ नि त खाना त्यहाँ पसलबाट मान्छेले आउँछ चढाएर खान्छ हाले खुर्सानी पर्र खुर्सानी पकाएर हाल्दाखेरि त हामीले हाम्रै बारीको अर्ग्यानिक साग हो बारीको किनेको होइन कहाँ किन साग त हामी कहिले किनेर अर्ग्यानिक साग खाएर अनि त्यो भएर एउटा भूमि भएर जान्छ दिदी जग्गा दिनु पाउनु हो खत्म गरिदिनु मेरो होइन बारीमा खलाएर काठमाडौँको ठाउँमा काठमाडौँ भने ठुलै कुरा हो पुरा अब भटमा शान्ति मात्रै हो हो त नि यो साग धेरै मिठो भएको म त हेर्दाखेरि मात्र जाउराको पाएको छैन हेर्दाखेरि के नरम होला र जस्तो छ खाँदा त कस्तो नरम छ नि हेर्ने हो मिठो टेस्टी छ क्या मिठो छ ओहो बाबुले त अझै खाइदिन्छु नि साह्रै मिठो भिटामिन हुन्छ सागमा आँखा कमजोर हुने साग अलिअलि बेरै बेसी खानु हुन्छ आँखा तेजिलो हुन्छ नि साग बाबुलाई साग खुवाउनु जानुपर्छ खाँदै खाँदा तपाईँ नातिले अनि खाना पर्छ नि बाबु त्यसले त आँखा एकदम राम्रो हुन्छ नि साग त सधैँ खानुपर्छ जीवन अनेकको हुन्छ साग बाबु साग अनेकको हुन्छ अनि चिसो पानी धेरै बिसाउनु पर्छ त पिरो भयो तिमीलाई तातो भयो अब चाहिँ गाइज हामीले भटमास सान्नको लागि भटमास भुट्दैछौँ भुटेको पनि होइन टक्क भुटेर अनि बको सान्ने हो अनि टक्क सँगले कुरो हालेर मिठो बनाउनु बको तड्का दिने होइन पन्जाबी तड्का जस्तो अब सलादको पालो टक्क सलाद काटिन्छ चुई पारेर यता चाहिँ चपिङ बोर्डमा चाहिँ भटमास सान्नको लागि त्यही भएर मैले हात यहीँ काटेँ चुई चाहिँ अब हाम्रो नेपालीवाला चपिङ बोर्डको आदत चाहिँ छैन हामी यसरी पारेर चाहिँ स्पेसल तरिका अर्ग्यानिक तरिकाले काटिन्छ टक्क मिठाई काट्ने होइन मिठा अब बुढा पहेँलो चाहिँ गाड्नुपर्छ Carrot. This is Do you carrot. Do you Oh, know? I don't know. Wow. This is carrot. चाहिँ भयो हाम्रो रेडी कस्तो मन लागिसकेको छ अब समथिङ अब भटमा साँदैपछि नै हुन्छ कि होइन
अहिले पाकेकै थिएन त त्यहाँ पाकेकै थिएन कति छिटो आउँदैन ल थ्याङ्क यू है थ्याङ्क यू पाक्दैन अघि आयो धेरै शुभकामना सधैँ यस्तै हाँसी खुसी रहनुहोस् ज्वाइँको आशिक लाओस् सधैँ लागिराख्या अझै राम्रो हामीले नि माला लाएन नि दाइ हजुर नलाउने त हाम्रो रेडी भयो होइन एनिभर्सरी पार्टी चाहिँ यस्तो हुँदैछ गाइज होइन अब के गर्नु हाम्रो चाहिँ अब खासै केक सेक चाहिँ खासै गरिएन अब त्यस्तो समस्या हाम्रो अब सुत्केरो परवान चाहिँ गराउनु हुनुहुन्छ त्यस कारणले त्यो गरिएन यो मात्रै भयो मन्दिरै रमाइलो गरेर जात्रा ल केही छैन ल ल बाबा हामीले चियर्स गरेको यसो राखिदिनु एउटा राखिदिनु ए म त माला सारा लाउँछ नि किन एउटा कुर्ता ल्याइदिएको भाउजूलाई ल्याएर फेरि गिफ्ट पनि पाइयो त हेरे म त हेरेको हेरे भयो भन्नु न म त त्यही सोचेको थिएँ म सुतेर त यादै आएन के लु प्रेसर हाई भयो के नि हुँदैन त अफ होइन एकैचोटि ह्याप्पी एनिभर्सरी है दाइ भाउजू थ्याङ्क यू मेरो मान्छे थ्याङ्क यू आज हाम्रो एनिभर्सरीमा केक अब त्यस्तै यस्तोले काटिएको थिएन अहिले फेरि आइपुगेछ हो केक आइपुगेछ अब केक पनि अब तरबार खोजै बुढी बन्जारोले काट्नु बाह्र हालिदिने होइन केक काट्नु पर्यो जुन झिकिन झिक्नु केक काटेर छिनेन भने चाहिँ दाली गाजी प्लेटले काटिदिनु चाहिँ केक घोडाले कुप्पिनु काट्दा बाबु केक आयो अरे खुकुरी बानी भर्खरकै त हुन खाने नि आमा पनि अझैसम्म दारी पला होइन अझैसम्म दारी पला होइन उता हेर त्यता हेर्दा यहाँ कसको दाढी कम छ यति फरक पर्यो अलिकति सेतो भयो कति खर्च आउनुपर्छ के लाउरेहरूले खाना खाएर सकेर काटम केक तपाईँ र भान्जा भान्जी नखाने खाना भान्जा खानु होला भात नखाए थप्पड खा भन्नु तरकारी खा भन्नु अन्त तरकारीहरू पनि चाहँदैन भनेपछि उसले नखाने भनेपछि त नाति नै जानु मामु जाने यहाँ चक्कु पनि झ्यालबाट देखेर नि आमा खियामा ल्याएको सेट खोजेको देख्यौ गेतिर कि नहुने त विचार तँ अहिले छोडेर खोजेको नत्र त यहाँ छोडेर बेलुका 6 बजी 7 बजी आउँतिर नि खोज्दैन ती हो र कति नि खोज्दैन ती
आमा आयो कि नआयो कि जेब्दुमा बस्दै नआयो केक खान्छौ केक खाने हो उठाऊ उठाउने र अलिकति चाहिँ इङ्ग्लिसमै अपुरै भएछ है त्यही माथि राखेर काट्नु थिएन ह्याप्पी एनिभर्सरी कति वर्ष भयो 25 सिल्भर जुबली हो सिल्भर हो यो टक्क सबै आउने त 5 अब 6 मा लाग्यो आज भोलि म त्यहाँ जान्छु मलाई किन छुट्टै गर्दिन लाग्दैन त्यही त युनिक त एउने माना यहाँ काट्छिन् ओए बाबु युनिक सिकाए अब तिम्रो नि यस्तै हुँदाखेरि ह्याप्पी एनिभर्सरी ह्याप्पी भइरहेको बुवालाई धेरै धेरै धन्यवाद ह्याप्पी म्यारेज एनिभर्सरी ठुली बुहारीलाई कसले हो गया त मोबाइललाई मार्ने कोही खाउनु है मलाई त उ नभएको एकदम त्यसमा त के बोल्नै पर्यो ह्याप्पी एनिभर्सरी बुढी मेरो बुढी थ्याङ्क यू अँ ओ थ्याङ्क यू सजिता थ्याङ्क यू केक पठाइछौ अलिकति 25 तल पुगेन यार के 25 तल केक नि आज 25 एनिभर्सरी 25 तल चाहिन्छ नि के हो ल दिनु कहाँबाट जोले दिनु जोइला दिनु या पछाडी जोइला हैन हैन किन हैन द्या कोनी जोइला बाबुलाई दिनु बाबुलाई दिनु पहिला झोलिएको देउताले मलाई म त बीचको देउता सोचे थिएँ झोलीमा हाल्नु आयो मम्मीलाई दिनु आमालाई यहाँ मुसीलाई ल यहाँ मुसीलाई दिनु मुर्सीले खाँदैन मुर्सीले खाँदैन नानु बच्चालाई हैन आमालाई नि हो कि त्यसमा आधा हिस्सा मम्मालाई नि देऊ लुगा भोरि बनाउँछ लुगै बाबु चाउ त उताडी ल्याऊ सानो ल बाबु उताड प्लेट लिएर आउनु जाऊ पुगेर प्लेट पुगेन नि त त्यही कागजको भाउराट भइहाल्छ नि च्यात्नु न त्यसो कार्टुन कार्टुन च्यात्ने हो कहाँको त प्लेट उगार्ने हो अर्गानिक ब्रेड खाऊ है तिमी त थोरै वाह ल्याऊ युनिक ल्याऊ पुरै भएको भाँडा कुँडा ल्याऊ उठाएर अब बेबीलाई युनिक यता तिमी भाग्यमानी रहेछौ बाबु नि तिमी बाबुको बिहा हेर्न पायौ त माला लाएको बिहा हुन्थ्यो र ल लाऊ नानी खानी अब भान्जालाई के अरे सन्तोषलाई अनि भान्जीले खै त भान्जीलाई त्यसमै खान्छ त्यस्तो हार हुन्छ र हुन्छ त्यस्तो हारा हुन्छ अब तिमीलाई भान्जीले मामाइजूको बिहा देख्नु हो नि आज देख्नु हो ओ बुहारी लाउ केक दर्शन तिमीले खाऊ के बाबु खोकी लाएर चाहिँ घरलाई केक नखाऊ भो खोकेर रहेछ कान्छो लाऊ ए यस्तो रमाइलो छ हाम्रो त यी ला कल्पना नानीलाई पुग कसलाई देखाइन मैले भान्जी ल्याउँदा नातो बेकाली भान्जीलाई मलाई ल्याउनु यहाँ हाम्रो सन्त ल्याउनु बुढा उहाँले परेको त हो क्या सन्तोष के हाल्यो यस्तो साह्रो चपाउनु नचपाउने त्यसको उसको चेरीको भित्र धेरै हुन्छ यो चेरी राखेर खाना चेरी खाने अर्कोतिरको निकाल्दैन न हो त्यति मात्र त्यति खान्छ
तिमी त सुतिरहन्छौ त बुहारी नानी भयो नानीलाई त पुग्यो नानी धेरै खाना हुँदैन उसान्डी चाहिँ चेरी दिनु त अन्त नि खोकिला कि तराईमा जाडो छ पहले जाऊ न धोरा केक तलाई कल्पना यो चेरी नै हैन अनि मेरो बुहारी नानीको हाल खबर के छ त केक लाग्यो नि त खान त हैन भो दे रेडी गरिदिनु रोजिन आइज कान्छ केक हैन तेल कलेज बुवा खाने हो न मन केक चेरी खाने पनि ए यो जानी हो हामी नानी यहाँ हटाइदैन त्यो सान्डी मलाई जानी बुवा आवाज आउँदैन बुवा लाउन त भान्जालाई भने बाबु हजुर ल भान्जालाई अलि धेरै दिने अरे कति धेरै दे भयो सबैलाई पुग्यो म खाने भो म बिबिलले खान्छ अलि ओ बाबु अलि मोटाउँथ्यो कि भयो नो ल नो के हो अनि भान्जाले दियो बाबा हेर्नु त केक लिएर आउँदैन बाबा तिमी केक खाने हो के खाने रे बाबुलाई दिन्न दाइ तिमीलाई नै यो भोलि आफै पकाउँ छोरो मागे हेरे आफूले हात तल माथि हेर्ने अनि दाइ चाहिँ आफू एक्लै पकाउँ दिने भाइको स्टाइल फेरि कस्तो मजा रहेछ खान्छौ भने खाऊ बाबु त्यही बेला खाए बाबु ढोका लाइले जा प्रकाशले फोन गरेको जाऊ जा चुको लाउँदैन आउँछ कि आउँदैन त नि अनि त्यो दाजुभाइले सानोले हामीले भयो नो नो नानी खाने हैन तिमीले खाइसौ खाना उ हेर त बाबाले के भन्नु भयो आउ यो नानीले अर्कै पापा खान्छ यार प्लेट भित्र लैदेऊ ल कस्तो बुझे लाउ युनिक दादालाई देऊ युनिक भित्र राखै बहिले दिन्छ त उता जा न ल ल युनिक दादालाई देऊ युनिक दादालाई छ्याबा नानु छ्याबा के बोल्यो अनि तिमीहरू उतै हो त अहिले है भ्रमणमै हो सिद्धि अनि सिद्धि फाफै भयो ल अब तपाईँ जानु नि त उसो त तिम्रो बिदा होला त आउ न त नि अफिस त बिदा छैन नि दादा जानी रे फेरि नै के पढ्न जान थाले हो पढ्न जान थाल्यो आज र हिजो चाहिँ बिदा थियो आइतबारबाट फेरि सुरु ल गाइज हाम्रो एनिभर्सरी चाहिँ यसरी रमाइलो गरियो अब खासै ठुलो पार्टी चाहिँ राख्न सकिएन हामी फ्यामिली मिलेर होइन अहिले हाम्रो चाहिँ अब सोच्या त हो त्यो सुतर परेर अहिले हाम्रो यस्तै भयो हामी अलि धरम करम धेरै गरिन्छ सकेर भए पनि मनाइदैन अर्को वर्ष मनाइन्छ त्यस कारणले गाइज होइन हाम्रो एनिभर्सरीको भिडियोहरू कस्तो भयो तपाईँहरूलाई कस्तो लाग्यो होइन कमेन्ट गर्न लाइक गर्न चाहिँ नबिर्सिनु होला साथै तपाईँहरूले यो च्यानललाई सब्सक्राइब गर्नु भएन भने त्यसलाई सब्सक्राइब गरेर बेल आइकनलाई अलमा ट्याक्क हानेर छोडिदिनु होला है ओके बाई बाई